नमस्कार। आज तपाईलाई एउटा नयाँ प्रोडक्टको बारेमा जानकारी गराउँ भनेर यो भिडियो बनाउँदैछु। अहिले यो मेरो हामीसँग भएको यो इन्भर्टर हो। यो चाहिँ तपाईको 12 भोल्टमा 1500 VA को इन्भर्टर हो। यो लिथियम ब्याट्री सहितको इन्भर्टर हो र यसमा तपाईको ब्याट्री पनि भित्रै नै छ। फेरि यसको इन्भर्टर ब्याट्री एउटैमा छ। अनि यो तपाईको सजिलो, यसमा पानी हाल्नु पर्ने तपाईँ झन्झट नहुने र यो तपाईको चाहिँ यो ब्याट्री पनि यसैमा हो, खियासिया नलाग्ने, पानी हाल्नु नपर्ने। र यसको चाहिँ विशेषता भनेको यो तपाईको सोलरमा पनि युज गर्न मिल्छ। यसको प्यानल मात्रै जोड्दा हुन्छ। यसमा MPPT चार्ज कन्ट्रोल भएको छ र 1500 VA को हुनाले तपाईको घरको लोडहरु पनि साधारण सजिलै तरिकाले चलाउन सकिन्छ। र यसमा तपाईको जोड्न पनि त्यति खासै झन्झट छैन। यो लगेर यदि तपाईको घरमा बिजुली छ भने बिजुलीमा जोड्दिनुस्, यदि छैन भने यसमा चाहिँ तपाईको सोलर प्यानल जोड्ने ठाउँ छ। सोलर प्यानल तपाईले 1200 वाटसम्म सोलर प्यानल जोड्न सक्नुहुन्छ। सोलर प्यानल जोडेर अनि यसमा चाहिँ आउटपुट लिएर तपाईको चलाउन सकिन्छ। त्यही भएर यो एकदमै तपाईलाई घरमा आवश्यक छ र यसको बारेमा धेरै कुरा जान्न मन छ भने कृपया हाम्रो पेजलाई लाइक गरिदिनुस्, सब्स्क्राइब गरिदिनुस् र हाम्रो भेरी राप्ती ऊर्जा प्राइभेट लिमिटेड को चाहिँ फेसबुक पेज छ। त्यसमा पनि तपाईले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ वा व्हाट्सएपमा पनि कल गर्न सक्नुहुन्छ। हामी तपाईलाई नम्बर चाहिँ दिने नै छौं। हाम्रो तल नम्बर पनि पाइहाल्नुहुन्छ र यी लगायतका यस्ता जानकारीहरू पनि भविष्यमा हामीले दिने प्रयास नै गर्ने छौं। त्यसको लागि पनि तपाईले च्यानल तपाईलाई सब्स्क्राइब गर्न आवश्यक छ र लाइक कमेन्ट्स पनि गर्न आवश्यक छ र केही कुराहरू जानकारी चाहियो भने त्यसको बारेमा तपाईले चाहिँ सोध्नलाई पनि कमेन्ट्स गर्न सक्नुहुन्छ।